नमस्ते दोस्तों, आज भिडियोमा हामी एउटा यस्तो विषयमा कुरा गर्न लागेका छौं जसमा तपाईले जीवन नै चेन्ज गर्न सक्छ। डिभिडेन्ड इन्कम। डिभिडेन्ड इन्कम भनेको के हो? पेसिभिक इन्कम। यदि तपाई पनि जागिर गरेर थाक्नु भएको छ, मन्थली सेलेरीमा मात्र डिपेन्ड हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। सबैभन्दा पहिलो बुझ्ने डिभिडेन्ड भनेको के हो? डिभिडेन्ड भनेको कम्पनीले कमाएको प्रोफिटबाट शेयर होल्डरलाई दिने पैसा हो। इक्जाम्पल, मानव तपाईले एउटा कम्पनी 100 वटा शेयर किन्नुभयो र कम्पनीको प्रोफिट कमायो। अब कम्पनी भन्यो हामी चाहिँ हाम्रो प्रोफिटबाट प्रति शेयर 10 रुपैयाँ दिन्छौं। तपाईले कति पाउनुहुन्छ? 100 × 10 बराबर तपाई 1000 रुपैयाँ। यो पैसा तपाई केही नगरिकन पाउनुहुन्छ। यसलाई नै भनिन्छ पेसिभिक इन्कम। काम नगरी आउने आम्दानी हो। इक्जाम्पल, बैंक इन्ट्रेस्ट, रेन्ट इन्कम, डिभिडेन्ड इन्कम। तर सबैभन्दा पावरफुल भनेको शेयर मार्केटबाट आउने पेसिभिक इन्कम हो। किन? इन्फ्लेसनलाई बेस्ट गर्न सक्छ, लङ टर्ममा वेल्थ बनाउन सक्छ। जब प्रश्न डिभिडेन्ड कसरी आउँछ? स्टेप, तपाईले कम्पनी शेयर किन्नु पर्छ। स्टेप 2, त्यो कम्पनी प्रोफिट हुनु पर्छ। स्टेप 3, कम्पनी डिभिडेन्ड एनाउन्स गर्नु पर्छ। इम्पोर्टेन्ट, सबै कम्पनीले डिभिडेन्ड दिँदैन। ग्रोथ कम्पनीले प्रॉफिट रिइन्भेस्ट गर्छ। म्युचुअल कम्पनीहरू डिभिडेन्ड दिन्छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा, राम्रो डिभिडेन्ड दिने कम्पनी कस्तो हुन्छ? स्टेबल प्रॉफिट, लङ टर्म हिस्ट्री, लो डेबिट, बिग ट्रस्ट कम्पनी। इक्जाम्पल, आइडिया बैंक सेक्टर, हाइड्रो पावर, इन्स्योरेन्स। तर इन्भेस्टमेन्ट गर्नुस्, बिन्डली इन्भेस्टमेन्ट नगर्नुस्। धेरै मानिसहरूले गल्ती गर्छ। हाई डिभिडेन्ड देखेर मात्र इन्भेस्टमेन्ट नगर्नु, कम्पनी एनालाइसिस गर्नु, सर्ट टर्म नसोच्नु। याद राख्नुहोस्, सेफ कम्पनी र हाई डिभिडेन्ड। अब तपाईले बुझ्नुभयो डिभिडेन्ड के हो, पेसिभिक इन्कम कसरी आउँछ, कसरी सुरु गर्ने। यदि तपाई आजबाट सुरु गर्नुहुन्छ भने 5 देखि 10 वर्षपछि तपाईको लाइफ चेन्ज हुन पनि सक्छ। यदि भिडियो युजफुल लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि अर्को भिडियोमा कुन शेयर धेरै डिभिडेन्ड दिन्छ त्यो पनि लाउनेछु।